तपाईको त नाम जस्तै चम्किएर गयो। त्यसले प्रभाव कस्तो छोड्यो? मलाई अलिकति फ्ल्यासब्याकमा जान मन लाग्यो। यो नेपालमा कुन शताब्दीमा कसको पालामा यो छुवाछुत भित्रियो भन्ने कुरामा क्या मैले पढेको हिसाबमा राणाकालदेखि हैन जङ्गबहादुर राणाको विषय पनि उठ्छ त्यहाँ। जङ्गबहादुर राणाले लागू गरेदेखि भन्ने कुरा आयो हैन। यदि त्यस्तै हो भने राणा शासन त हटिसक्यो नि। राणा शासन र राणाले बनाएको नियमहरू त सबै सकियो नि। त्यो छुवाछुत चाहिँ किन बाँकी राख्यो? सती प्रथा चाहिँ हटाउन मिल्ने, त्यो पनि एउटा संस्कार हो नि त। यही समाजले सिर्जना गरेको प्रथा हो नि त। त्यो चाहिँ किन हटाइयो त? अहिलेसम्म राखे भए हुन्थ्यो नि त। संस्कारै हो त्यो पनि। गर्वका साथ चलाइमान्थ्यो हिजोको दिनमा। किन हटाइएन भने त्यसमा सबैका छोरा छोरीहरू, सबैका आमा बुहारीहरूलाई जिउँदै जलाइन्थ्यो। जसका छोरी चेलीहरू जलाए ती अपर कास्टकाहरूको लागि त्यो त राम्रो कुरो भएन। दलितको मात्रै मर्या भयो त ठिक छ, दलितको मात्रै छोरी चेलीलाई जिउँदै जलायो भने त ठिक छ, तर त्यसमा हाम्रो पनि जलिरहेछन् भने यो राम्रो छैन। यो यसलाई हटाउनु पर्छ। यो हाम्रो लागि पनि हानिकारक छ। यो चाहिँ हटाउनु पर्छ भन्ने भयो हैन। तपाईले भने जस्तै दलित समुदायका छोरीचेलीहरू मात्रै जलाइने गरेका थियो भन्दा सायद अहिलेसम्म पनि अर्को सती प्रथा हो। अहिले हाम्रो दलितका छोरीचेलीहरू मात्र बोक्सीको आरोपमा मारिएका छन्। अहिले हजुरले भन्नुभयो जस्तै मानव त समाजको सबैभन्दा चेतनशील प्राणी हो नि त। यदि मान्छेको उत्पत्तिलाई हामीले मान्यता दिने हो भनेदेखि धर्मको हिसाबमा एउटा शैली छ, साइन्सको हिसाबमा एउटा शैली छ। साइन्सको हिसाबमा हामी मान्छौँ भने अफ्रिकाबाट हामी उत्पत्ति भएरै छौँ। धर्मको हिसाबमा चाहिँ हामीले हिन्दू धर्मले हामीले मानेको रहेछ। ब्राह्मणवादलाई लादिएर हामीलाई दलित बनाइएको छ। ब्राह्मणवादले के भन्छ? ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र शरीरको रूपमा नापेको छ नि त। शूद्र भनेको खुट्टा हो रे, पैताला हो रे। शूद्र पैताला हो भनेदेखि देशको हिसाबमा तराईलाई छुट्याइदिउँदा सगरमाथाको भ्यालु के हुन्छ? तराई छ र त सगरमाथा छ। यदि ब्राह्मण, क्षेत्री, वैश्य चाहिँ यसरी उभिएको छैन, खुट्टा छैन भने त्यो मान्छे कसरी उभिन्छ? खुट्टा छ र त त्यो मान्छेको उचाइ छ, त्यो मान्छेको भ्यालु छ। यति त सोचाइ छ नि हैन हाम्रो। यति त हामी बुझ्न सक्छौँ नि। हामी एउटै हावा लिएर बाँचेका छौँ, एउटै पानी पिएर बाँचेका छौँ, एउटै समाज भनेर हामी गर्व गरेका छौँ। पहिलो जात त हाम्रो नेपाली हो नि। त्यसको हिसाबमा ठुलो जात र सानो जातको कुरा छ। मेरै समाजभित्र एउटा ठुलो जातले सानो जातलाई हेर्दाखेरि खासै ठुलो समस्या परेको छैन। एउटा ठुलो इन्डियाले नेपाललाई हेर्दाखेरि सबैलाई समस्या छ हैन। यदि जातकै कुरामा दाँच्ने हो भनेदेखि देश पनि त एउटा ठुलो र सानो छ नि त। जब सानो नेपाल भनेर इधर उधर भनेर इन्डियाले हेर्दाखेरि हामी सबैको मन दुख्छ। त्यही देशभित्रको समाजले एउटा तल्लो वर्ग भनेको आफ्नै दाजुभाइलाई हेर्दाखेरि हाम्रो मन दुख्दैन? पहिला हामी बलियो बनाउँ न, हामी एकजुट बनाउँ न, एउटा शक्ति बनाउँ न। पहिला हामीले कार्यक्रम ऐना मार्फत छलफल बहस गर्न के चाहिरहेका छौँ भने यो देशमा राजनीतिक परिवर्तन धेरै भए, आर्थिक समुन्नतिको दिशामा पनि केही कामहरू अगाडि बढे, तर यस्ता विषयहरू छन् जुन विषयलाई सम्बोधन नगरेर हामी बिर्सिरहेका छौँ। कसो गर्ने होला, राजनीतिलाई कसरी बुझाउने होला, राज्यले के गर्ने होला, के गरेर यो समस्या समाधान गर्ने होला, मान्छेलाई कसरी बुझाउने होला? यसजी कि नेपाली जनता या भनौँ नेपालमा जति पनि पोलिटिसियनहरू हुनुहुन्छ उहाँहरूले हिम्मत गर्नु सक्नुहुन्छ? अमेरिका जसरी बाराक ओबामालाई चाहिँ राष्ट्रपति बनायो, एउटा कुनै दलितलाई चाहिँ यहाँको प्रधानमन्त्री बनाउने हिम्मत गर्छ? त्यो हिम्मत छ हाम्रो नेपाली जनतामा अथवा नेपाली सरकारमा? त्यो हिम्मत छ? ल त देखाओस् त एकचोटि।